खिर पुरी पुवा खाइरहेको बानी। बाबु यहाँ त कोदोको रोटी पकाएको छ, मन पर्छ कि पर्दैन? ठीक छ मलाई त रोटी एकदम मन पर्छ। अलि घिउ लाएर खाने बानी थियो, अब यहाँ चिया खाइदियो ल। यो भात खाएर टिभी हेरेर भने यसो के गर्ने, नयाँ प्लानिङ गर्नु, कसरी कमाउने सोच्नु, के टिभी हेरेर भने कस्तो टिभी हेरेर? अब भात खासी हेर्दैन टिभी हो नि। कहाँ गयो ए पानी छम्किन्छ मुखा। सरी खै म त डोलीडामा छु। किन बन्द अरे फेरि? गफ गर्ने बेला किन टिभी चाहियो त भने? के त भने? सुन्नु न, तपाईँलाई एउटा कुरा थाहा छ? के कुरा? बल्छीले त चटपटे बेच्न थालेछ नि त बेनाजु। चटपट बेच्न थालेछ? हो त। बिचरा के गरोस् त भन्या, उहाँ हामीलाई पनि धन्य आफू जस्तै बनाउन खोजेको थियो। तेरो भिनाजुले 1 लाख दिएर खेदाइसकेपछि एक्लै बेच्न थालेछ। चटपट बेच्ने रे थाल्यो इज्जत थाल्यो। काहीँ नभएको खपटे चटपट बेच्ने रे, त्यसको पो इज्जत छैन त। मेरो त इज्जत छ नि। भोलि गएर त्योसँग बिहा गर्न पर्ला रे। बिहा गरेपछि जब चटपट बेच्नेको स्वास्नी भन्दैनन् मलाई, तसँग म बिहा गर्छु। के भयो मलाई? नाकबाट रगत के भयो मलाई? बाबा बाबा नानी तर लु रगत नाक र मुखबाट रगत निकाल्छ। के सोचेर बसाउने हस्पिटल